हेलो सबैजनालाई गुड मर्निङ। म बिहानको समयमा के छ साथीहरु, सन्चै हुनुहुन्छ? आज मैले बिहानको नास्तामा खजुरी पनि यस्तो हुन्छ र गाइज, फुलेको छ पुरी जस्तो हैन। अनि त्यसपछि कुनै यस्तो छ साइज बिनाको हैन, मैले आफै घरमा पकाएको हो। चिसो समय छ है, अहिले बिहानको नास्ता हुन्छ भनेर मैले यहाँ आफूलाई दिउँसोको नास्ता भनेर ल्याएर आएको छु। यस्तो छ। अनि एभोकाडो यस्तो छ, तर अहिले खानु हुँदैन नि, भर्खरै खाना खाएको है साथीहरु। के छ हो साथीहरु, सबै सन्चै हुनुहुन्छ? आजभोलि धेरै भयो म युट्युबतिर नआएको, आज नै होला सायद। यसै गरेर मैले चाहिँ सेलरोटी यस्तो साह्रो भइसक्यो। चिसोमा त खानै सकिँदैन हो, कति साह्रो भएको होइन। कसरी बनाउँछन् हो साथीहरु? यो मेरो त यो पुरी फुले जस्तो भयो, पुरी फुलेको जस्तो भएको छ हैन। यसमा मैले नरिवल, त्यसपछि सौंफ, चिनी, घिउ सबै राखेर त बनाएको, तर मलाई खासै आइडिया भएन है। त्यही भएर केही छ कसैसँग भने मलाई सेयर गर्नु न, मलाई कमेन्टमा बताउनुस् न है। बाई बाई।